नमस्ते सबैजनालाई। म चाहिँ रिचा घरमा। आज घरमा मेरो प्रिय बहिनी निरुनालाई बोलाएको छु। निरुना पहिला एकदमै धेरै रुन्थिन्, त्यही भएर नामै निरुना राखिदिएको। तर अहिले चाहिँ दया दाइसँग फिल्म खेलेर हो कि किन हो खासै रुन छोडिन्। आजकल रुँदै रुँदिनन् भने खै निरुना आऊ। How disgusting निरुना। यत्रो रुदिन भनेर तारिफ गरिरहेको छु, तिमी फेरि रुँदै रुँदै आउँछौ, के भयो? तिम्रो अघि मलाई एकजना मान्छेले तिमी र दया दाइ त बाउ छोरी जस्तो देख्छ। उहाँ त हिरो हो भनेपछि बाउ त मै होला नि त। तिमी मलाई बाउ जस्तो देख्छ। त्यो छातीको रौँ देखाएर यसो यसो नगरेर यसो मैले के गरिदिनु पर्यो भन त, के गरिदिनु पर्यो? दिजु तपाईँ त 55 पुगेर नि यति यङ देखिनुहुन्छ दिजु। दिजु यति यङ बस्ने टिप्स दिनु न दिजु, टिप्स। के टिप्स दिनु र? मैले खेलेको फिल्मले टिप्स दिन पुग्ने पैसै कमाउँदैन। दिजु तपाईँको अस्ति सारङ फिल्मले कति पैसा कमायो? घर जहिले जति कमायो त्यति नै कमायो। ओ माई गॉड, 250 रुपीस दिजु। सुन दिजु, तर जे भयो नि दिजु त नेपाली फिल्म आफ्नो काँधमा बोकेको मान्छे हो दिजु त। हो नि, आफ्नो फ्लप फिल्मको सिडी हातमा अड्दैन, काँदैन। अनि तिम्रो त फिल्महरू ब्याक टु ब्याक हिट हुन्छ, सबै स्क्रिप्ट पढ्छौ हो? दिजु म होल स्क्रिप्ट पढ्दिनँ कि, म फर्स्ट लाइन पढ्छु त्यहाँदेखि म साइन गरिहाल्छु दिजु। हो र के हुन्छ फर्स्ट लाइनमा? हिरो दयाङ राई हुन्छ। बधाई छ। दिजु तपाईँ चाहिँ के हेरेर साइन गर्नुहुन्छ दिजु? म पनि दयाले गर्दै साइन गरे हो। दया दाइले गर्दा? दयाले हो, प्रोड्युसरको दयाले। तर दिजु दिजु तपाईँ यति साल फिल्म लाइनमा काम गरेको, दिजु फिल्म लाइनमा टिक्नुको लागि चाहिँ के गर्नुपर्छ दिजु? धेरै चिज जान्नुपर्छ नि। हिसाब जान्नुपर्छ, जोड्न जान्नुपर्छ। पैसा जोड्न होइन, प्रोड्युसरको अगाडि हात जोड्न। त्यही हात जोडेर होला बुद्धि दाइले यति फिल्म बाको बाकै गर्छन् है दिजु। बुद्धि दाइ साह्रै बेसी फिल्म गर्ने। साह्रै बेसी फिल्म गर्ने हो है दिजु। जारी 2 छ नि, जारी 2 चाहिँ जारीको स्क्रिप्ट हेरेर तपाईँले गर्नुभएको दिजु? होइन नि, जारीको स्क्रिप्ट हेरेर कहाँ गर्नु? मलाई त जारीको स्क्रिप्टै मन नपरेको भने। किन दिजु? छुटेको बुढीसँग कसैको लप पर्छ र फेरि? यस्तो हुन्छ र? तर बुद्धि तामाङ चाहिँ हरेक फिल्ममा हुने है। हो दिजु। अस्ति हेर न, त्यो राउटेको छ नि, राउटेको बादर धपाको डकुमेन्ट्री भिडियो रहेछ, त्यहाँ पनि भने बादरको रोलमा। दिजु तपाईँले जारी 2 मा विजय दाइसँग काम गर्दा कस्तो लाग्यो? राम्रो लाग्यो? अब विजयसँग काम गर्दाखेरि त यति मजा आयो नि। हजुर दिजु। किनभनेदेखि स्पोर्ट बय पनि उही जस्तो लाग्ने, हिरो पनि लाग्ने। होइन तर दाइलाई त्यस्तो नभन्ने है। तर दाइसँग त तपाईँले के त मन पर्यो होला नि त दाइको त? विजयको चाहिँ मलाई सबैभन्दा मन परेको चाहिँ फर्किने बानी हो दिजु। अस्ति दरबारमा पनि फर्कियो, मेन रोलबाट सिधै साइड रोलमा फर्कियो। होइन यो मन त मेरो नेपाली हो, चल्दै थियो, चल्दा चल्दै फेरि झन्डै गाउँ फर्कियो।